सबैलाई जय मसीह। म अभिषेक सुनुवार आज फेरि पनि तपाईहरुको सामु परमेश्वरको जीवित वचन लिएर आएको छु। आजको वचनको शीर्षक रहेको छ हाम्रो उत्कृष्ट इच्छा, ख्रीष्टलाई चिन्नु र उहाँमा पाइने धार्मिकतामा जिउनु। आज हामी परमेश्वरको जीवित वचनबाट एउटा यस्तो गहिरो र जीवन परिवर्तनकारी सत्यमा ध्यान केन्द्रित गर्न गइरहेका छौं, जसले हाम्रो सम्पूर्ण क्रिस्चियन यात्राको जगलाई पुनः परिभाषित गरिदिन्छ। यो वचनको सुरु गर्न अघि म तपाईको अगाडि एउटा अत्यन्तै गम्भीर र व्यक्तिगत प्रश्न राख्न चाहन्छु। सोच्नुस् त, यदि आज तपाईलाई परमेश्वरले तपाईको जीवनमा केवल एउटा कुरा रोज्ने पूर्ण छुट दिनुभयो भने र तपाईले जे माग्नुहुन्छ त्यही पाउनु हुनेछ भने तपाई के माग्नु हुनेछ? तपाईको जीवनको सबैभन्दा ठूलो र सर्वोच्च इच्छा के हुनेछ? धेरैजसो मानिसहरूको लागि यो उत्तर धन सम्पत्ति, भौतिक समृद्धि वा वित्तीय स्वतन्त्रता हुन सक्छ। कसैका लागि सफलता, उच्च शिक्षा वा करियरको शिखर हुन सक्छ। कसैका लागि पारिवारिक सुख, सुस्वास्थ्य वा समाजमा मान सम्मान र प्रतिष्ठा हुन सक्छ। अझ मण्डली र सेवकाईमा लागेका विश्वासीहरूका लागि पनि त्यो इच्छा ठूलो सेवकाई, मण्डलीको वृद्धि, वरदानहरूको प्रदर्शन वा धार्मिक प्रसिद्धि हुन सक्छ। यी कुराहरू आफैमा नराम्रा होइनन्, तर के यी कुराहरू नै एउटा क्रिस्चियन जीवनको अन्तिम र सर्वोच्च लक्ष्य हुन्? प्रेरित पावल, जसले रोमी साम्राज्यको कुना कुनामा सुसमाचार पुर्याए, जसले थुप्रै मण्डलीहरू स्थापना गरे र जसले नयाँ करारका अधिकांश पत्रहरू लेखे, उहाँ जब फिलिपीको मण्डलीलाई पत्र लेख्दै हुनुहुन्थ्यो, उहाँ कुनै विशाल महलमा हुनुहुन्न थियो। उहाँ रोमी कैदखानाको कठोर र अन्धकार परिस्थितिमा हुनुहुन्थ्यो। जीवनको अन्तिम मोडतिर पुग्दै गर्दा उहाँले आफ्ना सबै उपलब्धि, धार्मिक पृष्ठभूमि र सांसारिक लाभहरूलाई तराजुमा राखेर एउटा क्रान्तिकारी घोषणा गर्नुहुन्छ। पावल भन्नुहुन्छ, यी सबै कुराहरू भन्दा माथि मेरो जीवनको एउटै मात्र सर्वोच्च र उत्कृष्ट इच्छा छ, ख्रीष्टलाई चिन्नु र उहाँमा पाइने धार्मिकतामा जिउनु। फिलिपीको पत्र, साँचो क्रिस्चियन जीवनको सर्वोच्च लक्ष्य आफ्नो धार्मिकता, आफ्नो धार्मिक उपलब्धि, बाहिरी पहिचान वा सांसारिक लाभ होइन। साँचो क्रिस्चियन जीवनको मुख्य मर्म भनेको ख्रीष्टलाई चिन्नु, उहाँलाई प्राप्त गर्नु, उहाँको धार्मिकतामा भरोसा गर्नु र उहाँको पुनरुत्थानको शक्तिमा जिउनु हो। आउनुहोस्, आज हामी फिलिपी 3:1-11 को प्रत्येक पदलाई यसको ऐतिहासिक, साहित्यिक र धर्मशास्त्रीय सन्दर्भमा गहिरोसँग अध्ययन गर्नेछौँ। फिलिपी 3:1, अन्त्यमा मेरो भाइ हो, प्रभुमा आनन्दित हौ। तिमीहरूलाई एउटै कुरा बारम्बार लेख्नु मेरो निम्ति गाह्रो छैन र यो तिमीहरूका निम्ति सुरक्षित छ। पावलले यहाँ आफ्ना पाठकहरूलाई भन्नुहुन्छ, अन्त्यमा मेरो भाइ हो, प्रभुमा आनन्दित हौ। ध्यान दिनुहोस्, पावलले परिस्थितिमा आनन्दित हौ भन्नुभएको छैन। उहाँ आफै जेलमा हुनुहुन्छ, सिक्रीले बाँधिएका छन् र उहाँको मृत्युको सम्भावना अगाडि उभिएको छ। यदि उहाँको आनन्द परिस्थिति, सुख सुविधा वा भौतिक स्वतन्त्रतामा निर्भर भएको भए पावल त्यहाँ निराश हुने थिए। तर क्रिस्चियन आनन्द, क्रिस्चियन जोय र संसारले दिने खुसी बीच यही नै आधारभूत भिन्नता छ। संसारको खुसी परिस्थितिमा निर्भर हुन्छ। जब परिस्थिति अनुकूल हुन्छ, मानिस खुसी हुन्छ। जब परिस्थिति बिग्रन्छ, खुसी हराउँछ। तर क्रिस्चियन आनन्द परिस्थितिमा होइन, प्रभुको अपरिवर्तनीय व्यक्ति, उहाँको चरित्र र सुसमाचारको प्रतिज्ञामा आधारित हुन्छ। परिस्थिति जस्तै भए पनि ख्रीष्ट उही हुनुहुन्छ। उहाँको अनुग्रह, उहाँको मुक्ति र उहाँको प्रेम कहिले बदलिँदैन। त्यसैले पावल भन्नुहुन्छ, प्रभुमा आनन्दित हौ। त्यसपछि पावल एउटा महत्त्वपूर्ण व्यवहारिक र गोठालोपनको कुरा गर्नुहुन्छ। तिमीहरूलाई एउटै कुरा बारम्बार लेख्नु मेरो निम्ति गाह्रो छैन र यो तिमीहरूका निम्ति सुरक्षित छ। पावल किन एउटै कुरा बारम्बार दोहोऱ्याउन चाहनुहुन्छ? किनभने मानिसको मन चाँडै भुल्ने खालको हुन्छ र आत्मिक रूपमा बहकिने खतरा सधैँ रहन्छ। मण्डलीमा सैद्धान्तिक दोहोर्याई विश्वासीहरूको सुरक्षाको लागि अनिवार्य छ। आज धेरै मानिसहरू नयाँ नयाँ रोचक र उत्तेजक शिक्षाहरू खोज्छन्, तर पावल भन्नुहुन्छ, सुसमाचारका पुराना र मौलिक सत्यहरू बारम्बार सुन्नु र सिक्नु विश्वासीहरूको आत्मिक सुरक्षा हो। सही शिक्षा केवल ज्ञान बढाउनको लागि होइन, यो हाम्रो आत्मालाई झुटा शिक्षाहरू, भ्रमहरू र गलत भ्रामक धारणाहरूबाट जोगाउने ढाल हो। यदि मण्डलीले सुसमाचारको मौलिक सत्य, हाम्रो मुक्ति केवल ख्रीष्टमा अनुग्रहद्वारा हो भन्ने सत्य बारम्बार सिकाउँदैन भने विश्वासीहरू बिस्तारै आफ्नै काम, परम्परा र धार्मिक घमण्डमा फर्कन थाल्छन्। त्यसैले पावल अब झुटा शिक्षाहरूका विरुद्ध कडा चेतावनी दिन सुरु गर्नुहुन्छ। पद 2 मा पावलले अत्यन्तै
कठोर र स्पष्ट शब्दहरूको प्रयोग गर्नुहुन्छ। जब हामी यस पदलाई पढ्छौँ, पावलको भाषाले हामीलाई स्तब्ध बनाउँछ। फिलिपी 3:2 र 3। ती कुकुरहरूदेखि होसियार रह, खराब काम गर्नेहरूदेखि होसियार रह, ती अङ्ग कटाइ गर्नेहरूदेखि होसियार रह, किनभने साँचो खतना त हामी नै हौ, जसले परमेश्वरका आत्मामा आराधना गर्छौँ र ख्रिस्ट येशूमा गर्व गर्छौँ र शरीरमा भरोसा राख्दैनौँ। पावलले कसलाई सङ्केत गर्दै हुनुहुन्थ्यो? उहाँले यहाँ यहुदीवादी झुटा शिक्षकहरूलाई सङ्केत गर्दै हुनुहुन्थ्यो। यी ती मानिसहरू थिए जसले सुसमाचारमा विश्वास त गर्थे, तर उनीहरू दाबी गर्थे, यदि तिमीहरूले ख्रिस्टमा विश्वास गर्छौ भने पनि मुक्ति पाउनको लागि मोसाको व्यवस्था पालना गर्नुपर्छ र खतना हुनैपर्छ। पावलले उनीहरूलाई 3वटा कडा उपमा दिनुभयो। कुकुरहरू। प्रथम शताब्दीको यहुदी संस्कृतिमा कुकुरहरू घरपालुवा वा प्यारा जीव थिएनन्। उनीहरू फोहोर, हिंस्रक र सडकमा डुल्ने अशुद्ध जनावर मानिन्थे। यहुदीहरूले अन्य जातिहरूलाई अशुद्ध ठानेर कुकुर भन्थे। तर पावलले यहाँ पासा पल्टाइदिनु भयो। जसले सुसमाचारलाई बिगारेर नियम र बाहिरी रीतिरिवाज थप्न खोज्छन्, ती नै आत्मिक रूपमा अशुद्ध कुकुर हुन्, खराब काम गर्नेहरू। यी झुटा शिक्षकहरू सोच्थे कि उनीहरू व्यवस्था पालन गरेर असल काम गर्दैछन्। तर पावल भन्नुहुन्छ, ख्रिस्टको सिद्ध काममा आफ्नै धार्मिक काम मिसाउन खोज्नु परमेश्वरको दृष्टिमा खराब काम हो। अङ्ग कटाइ गर्नेहरू। यहुदीहरूका लागि खतना परमेश्वरको करारको पवित्र चिन्ह थियो। तर पावल भन्नुहुन्छ, यदि खतनालाई मुक्तिको शर्त बनाइन्छ भने त्यो अब आत्मिक खतना रहेन। त्यो केवल शरीरलाई टुक्रा पार्ने वा अङ्ग काट्ने निरर्थक बाहिरी क्रियाकलाप मात्र हो। यसको सट्टामा पावलले पद 3मा साँचो खतना के हो भनेर स्पष्ट पार्नुहुन्छ। पुराना करारमा पनि परमेश्वरले शरीरको होइन, हृदयको खतना माग गर्नुभएको थियो। व्यवस्था 10:16। नयाँ करारमा साँचो खतना भनेको ख्रिस्टमा हृदयको परिवर्तन हो। कलसी 2:11। पावलले साँचो विश्वासीका 3वटा मौलिक पहिचान वा लक्षणहरू प्रस्तुत गर्नुहुन्छ। पहिलो, परमेश्वरका आत्मामा आराधना गर्ने। साँचो विश्वासीले बाहिरी नियम, भवन वा मृत परम्परामा होइन, पवित्र आत्माको अगुवाई र शक्तिमा सत्यतापूर्वक परमेश्वरको आराधना गर्दछ। यूहन्ना 4:23 र 24। दोस्रो, येशू ख्रिस्टमा गर्व गर्ने। साँचो क्रिस्चियनको गर्व आफ्नो योग्यता, आफ्नो ज्ञान वा धार्मिक पृष्ठभूमिमा हुँदैन। उहाँको सम्पूर्ण गर्व र महिमा केवल ख्रिस्ट र उहाँको क्रुसमा हुन्छ। गलाती 6:14। शरीरमा भरोसा नराख्ने। शरीर भन्नाले मानिसको आफ्नै प्राकृतिक योग्यता, मानवीय प्रयत्न, धार्मिक उपलब्धि र वंशजलाई जनाउँछ। साँचो विश्वासीले आफ्नो मुक्तिको लागि आफ्नै कुनै पनि कुरामा 0% पनि भरोसा राख्दैन। आज हामी आफूलाई त्यो बेलाको यहुदीहरूसँग तुलना गर्दैनौँ होला, तर हाम्रो हृदयमा पनि शरीरमा भरोसा गर्ने प्रवृत्ति लुकेको हुन सक्छ। जब हामी सोचौँ कि म फलानो नामी डिनोमिनेसनको हुँ, म सानैदेखि क्रिस्चियन परिवारमा जन्मेको हुँ, मैले बप्तिस्मा लिइसकेको छु, म मण्डलीमा ठुलो पद वा मिनिस्ट्री पोजिसनमा छु, वा म दैनिक घन्टौँ प्रार्थना गर्छु र यी कुराहरू नै मेरो परमेश्वरको सामु धार्मिक ठहरिने आधार हुन् भन्ने सोच्छौँ भने हामी पनि शरीरमा भरोसा गर्दछौँ। यी कुराहरू आफैमा असल हुन्, तर यी मध्ये कुनै पनि कुरा हाम्रो मुक्तिको आधार वा परमेश्वरको सामु धार्मिक ठहरिने योग्यता होइनन्। यदि कसैले आफ्नो धार्मिक पृष्ठभूमि र उपलब्धिमा घमण्ड गर्न पाउने अधिकार राख्दथ्यो भने त्यो मानिस प्रेरित पावल हुनुहुन्थ्यो। पद 4देखि 6मा पावलले आफ्नो धार्मिक रेज्युमी प्रस्तुत गर्नुहुन्छ। फिलिपी 3:4देखि 6। म आफैसँग पनि शरीरमा भरोसा गर्ने कारण नभएको होइन। यदि अरू कसैलाई लाग्छ कि त्यसको शरीरमा भरोसा गर्ने कारण छ भने मसित झन बढी छ। 8औं दिनमा खतना भएको इजरायल जातिका बेन्यामिन कुलको हिब्रूहरूबाट जन्मेको हिब्रू, व्यवस्थाको विषयमा फरिसी, जोसको विषयमा मण्डलीलाई सताउने, व्यवस्थामा आधारित धार्मिकताको विषयमा निष्कोट। पावलले यी 7वटा आफ्नो योग्यताहरू बताइदिए। आउनुहोस् यसलाई हामी संक्षिप्त रूपमा विश्लेषण गरौँ। पहिलो, 8औं दिनमा खतना भएको। उहाँ धर्म परिवर्तन गरेर यहुदी बनेका वा पछि खतना भएका व्यक्ति हुनुहुन्न थियो। उहाँको जन्म सिद्ध यहुदी परिवारमा भएको थियो, जसले उत्पत्ति 17:12को व्यवस्था अनुसार ठीक 8औं दिनमा खतना गरिएका थिए। दोस्रो, इजरायल जातिका। उहाँ परमेश्वरको चुनिएको करारको प्रतिज्ञाको सोझो वंशज हुनुहुन्थ्यो। तेस्रो, बेन्यामिन कुलको। बेन्यामिन इजरायलको इतिहासमा एक आदरणीय कुल थियो। इजरायलको पहिलो राजा साउल यसै कुलका थिए र यहुदा र बेन्यामिन मात्र यरुशलेम र मन्दिर प्रति निष्ठावान रहेका थिए। चौथो, हिब्रूहरूबाट जन्मेको हिब्रू। धेरै यहुदीहरू
ग्रिक संस्कृतिमा मिसिएका थिए र आफ्नो भाषा बिर्सेका थिए। तर पावलको परिवारले आफ्नो हिब्रू भाषा, संस्कृति र परम्परालाई शुद्ध रूपमा जोगाएको थियो। 5औं, व्यवस्थाको विषयमा फरिसीहरू यहुदी समाजमा व्यवस्था पालनका विषयमा सबैभन्दा कट्टर र कडा समूह मानिन्थे। पावल केवल साधारण यहुदी हुनुहुन्न थियो, उहाँ गमलियल जस्ता महान गुरुका चेला थिए। प्रेरित 22:3। 6औं, जोसको विषयमा मण्डलीलाई सताउने। उहाँको धर्मप्रतिको निष्ठा केवल सैद्धान्तिक थिएन, उहाँ आफ्नो धार्मिक विश्वासको रक्षा गर्न मण्डलीलाई नष्ट गर्नसम्म तयार हुनुहुन्थ्यो। उहाँको नजरमा उहाँ परमेश्वरको रक्षा गर्दै हुनुहुन्थ्यो। 7औं, व्यवस्थामा आधारित धार्मिकताको विषयमा निष्कोट। बाहिरी रूपमा मूसाको व्यवस्था र परम्पराहरू पालना गर्ने विषयमा कसैले पनि पावलमाथि औँला उठाउन सक्दैन। उहाँ धार्मिक नियमहरूमा 100% खडा हुनुहुन्थ्यो। यहाँ पावल एउटा गम्भीर प्रश्न खडा गर्नुहुन्छ। यदि बाहिरी धार्मिकता, वंशज, ज्ञान र नियम पालनले कसैलाई परमेश्वरको सामु धार्मिक बनाउन सक्थ्यो भने पावल पहिलो नम्बरमा हुनुहुने थियो। पहिलो शताब्दीको यहुदी समाजमा पावलको यो रेज्युमे सर्वोच्च स्तरको थियो। तर समस्या के थियो? समस्या यो थियो कि पावलसँग धार्मिक उपलब्धि र प्रतिष्ठा धेरै थियो, तर उहाँ आत्मिक रूपमा मृत हुनुहुन्थ्यो। उहाँसँग धर्म थियो तर परमेश्वर हुनुहुन्न थियो। उहाँसँग व्यवस्थाको ज्ञान थियो तर जीवन दिने ख्रीष्ट हुनुहुन्न थियो। उहाँका यी सबै धार्मिक उपलब्धिहरूले उहाँलाई परमेश्वरको नजिक ल्याउनुको साटो झन् धार्मिक घमण्ड र अन्धोपनमा धकेलेको थियो। अब हामी यस वचनको टर्निङ पोइन्टमा, ठुलो मोडमा आइपुगेका छौँ। पद 7 र 8मा पावलले प्रयोग गर्नुभएको भाषा एउटा व्यावसायिक हिसाब किताब जस्तै छ, अकाउन्टिङ ल्याङ्ग्वेज, जहाँ सन्तुलन पत्र, ब्यालेन्स सिटमा लाभ, गेन र हानि, लसको हिसाब गरिन्छ। फिलिपी 3:7 र 8। तर जति कुरा मेरो निम्ति लाभदायक थिए ती त मैले ख्रीष्टको खातिर हानि नै ठाने। वास्तवमा मेरो प्रभु ख्रीष्ट येशूलाई चिन्न पाउने अमूल्य कुराको तुलनामा म सबै कुरालाई हानि नै गन्दछु। जसको खातिर मैले सबै कुराको हानि भोगेको छु, म ती कुराहरूलाई फोहोर मैला तुल्य गन्दछु, ताकि मैले ख्रीष्टलाई प्राप्त गर्न सकु। दमस्कसको बाटोमा जब पावलले पुनरुत्थान हुनुभएका प्रभु येशू ख्रीष्टलाई भेट्नुभयो, उहाँको सम्पूर्ण जीवनको मूल्याङ्कन प्रणाली, भ्यालु सिस्टम नै परिवर्तन भयो। पावल भन्नुहुन्छ, जति कुरा मेरो निम्ति लाभदायक थिए, गेन्स, ती त मैले ख्रीष्टको खातिर हानि, लस नै ठाने। पावलले आफ्नो क्रेडिट कोलममा भएका सबै कुराहरू, उहाँको वंश, फरिसीपन, व्यवस्थाको ज्ञान, धार्मिक प्रतिष्ठालाई उठाएर डेबिट अर्थात् लस कोलममा राखिदिनु भयो। किन पावलले ती असल कुराहरूलाई हानि ठान्नु भयो? के ती धार्मिक कुराहरू आफैमा पाप थिए? होइन। फरिसी हुनु वा व्यवस्था पढ्नु पाप थिएन। तर जब मानिसले ती असल र धार्मिक कुराहरूलाई परमेश्वरको सामु धार्मिक ठहरिने र मुक्ति पाउने आधार बनाउँछ, तब ती असल कुराहरू नै ख्रीष्ट कहाँ आउन बाधा बनिदिन्छ। असल कामहरू आफैमा खराब होइनन्, तर जब असल कामलाई ख्रीष्टको स्थानमा राखिन्छ, त्यो मानिसको आत्माको लागि सबैभन्दा ठुलो विनाशकारी हानि बन्दछ। पावल अझ अगाडि बढेर भन्नुहुन्छ, म ती कुराहरूलाई फोहोर मैला तुल्य गन्दछु। यहाँ मूल ग्रिक भाषामा फोहोर मैलाको लागि स्कुबाला शब्द प्रयोग भएको छ। यसको शाब्दिक अर्थ हुन्छ मानव वा जनावरको दिशा, फ्याँकिएको जुठो खाना वा दुर्गन्धित फोहोर। यो अत्यन्तै कडा र स्तब्ध पार्ने शब्द हो। पावल भन्दै हुनुहुन्छ कि ख्रीष्टको तुलनामा मेरो जीवनका सबैभन्दा महान धार्मिक उपलब्धिहरू, मेरा सबै धर्म कर्महरू दुर्गन्धित फोहोर मैला बाहेक केही होइनन्। यसै अगमवक्ताले पनि यही कुरा भनेका थिए। हाम्रा सबै धार्मिकताका कामहरू अशुद्ध लुगा जस्तै छन्। यसैया 64:6। पावलले यसैयाकै यो धर्मशास्त्रीय सत्यलाई दोहोर्याउँदै हुनुहुन्छ। पावलले यो किन भन्नुभयो? मेरो प्रभु येशू ख्रीष्टलाई चिन्न पाउने अमूल्य कुराको तुलनामा। प्रिय दाजुभाइ तथा दिदीबहिनीहरू, सोच्नुहोस् त, के हामी ख्रीष्टलाई केवल उहाँले दिन सक्ने आशिष, धन, चङ्गाई वा सांसारिक सफलताका लागि चाहन्छौँ, कि स्वयं ख्रीष्टलाई उहाँको अमूल्य सुन्दरताको लागि चाहन्छौँ? यदि हामी ख्रीष्टले दिने उपहारलाई मात्र प्रेम गर्छौँ तर दाता ख्रीष्टलाई प्रेम गर्दैनौँ भने हामीले अझै पनि सुसमाचारको मर्म बुझेका छैनौँ। पावलका लागि ख्रीष्ट कुनै साधन, मिन्स हुनुहुन्न थियो। ख्रीष्ट नै उहाँको अन्तिम लक्ष्य, एन्ड गोल हुनुहुन्थ्यो। अब पद 9मा पावलले नयाँ करारको धर्मशास्त्रको सबैभन्दा केन्द्रीय र महत्त्वपूर्ण सत्यलाई प्रस्तुत गर्नुहुन्छ, धार्मिक ठहराइ, जस्टिफिकेसन बाई फेथको सिद्धान्त। फिलिपी 3:9 र उहाँमा पाइन सकु व्यवस्थामाथि आधारित भएको मेरो आफ्नै धार्मिकता नभएर ख्रीष्टमाथि निर्भर हुने धार्मिकता अर्थात् विश्वासद्वारा परमेश्वरबाट आउने धार्मिकता। यहाँ पावलले दुई प्रकारका धार्मिकता बीच स्पष्ट तुलना गर्नुहुन्छ। पहिलो, मेरो आफ्नै धार्मिकता। यो त्यो धार्मिकता हो जुन मानिसले आफ्नै बल, व्यवस्थाको पालन, नियम, धार्मिक परम्परा र असल कामद्वारा हासिल गर्न खोज्छ।
यसको स्रोत मानिस आफै हो। तर बाइबलले स्पष्ट भन्छ कि पतित र पापी मानिसले परमेश्वरको सिद्ध र पवित्रताको स्तरलाई कहिल्यै छुन सक्दैन। रोमी 3:10 र 23। नियम पालन गरेर परमेश्वरको सामु कोही पनि धार्मिक ठहरिन सक्दैन। दोस्रो, परमेश्वरबाट आउने धार्मिकता। यो त्यो धार्मिकता हो जसको स्रोत मानिस होइन, स्वयं परमेश्वर हुनुहुन्छ। यो मानिसले कमाएको होइन, तर विश्वासद्वारा सित्तैमा दिएको धार्मिकता हो। जब एउटा पापी मानिसले आफ्नो पापबाट पश्चाताप गरेर येशू ख्रिस्टमाथि विश्वास गर्दछ, तब एउटा महान ईश्वरीय साटासाट, द ग्रेट एक्सचेन्ज हुन्छ। क्रुसमा ख्रिस्टले हाम्रा पापहरूको सजाय र दण्ड आफ्नो शरीरमा लिनुभयो। दोस्रो कोरिन्थी 5:21। र जब हामी विश्वास गर्छौँ, ख्रिस्टको सिद्ध धार्मिकता हाम्रो खातामा गनिन्छ। त्यसैले जब परमेश्वर पिताले साँचो विश्वासलाई हेर्नुहुन्छ, उहाँले हाम्रो असफलता, पाप वा निष्फल धार्मिक कामहरूलाई हेर्नुहुन्न। उहाँले हामीमा उहाँको पुत्र येशू ख्रिस्टको सिद्ध र पवित्र धार्मिकता देख्नुहुन्छ। यही नै धार्मिक ठहराइ, जस्टिफिकेसन हो। हामी परमेश्वरको अगाडि स्वीकार्य हुने आधार हाम्रो पर्फर्मेन्स, हाम्रो काम वा योग्यता होइन, ख्रिस्टको पर्फेक्ट पर्फर्मेन्स, ख्रिस्टको सिद्ध काम हो। यसको अर्थ के हामीले असल काम गर्नै पर्दैन त? के हामी जस्तै पापमा जिउन पनि हुन्छ? के हामी जस्तै पापमा जिउन पनि पाउँछौँ? बिल्कुलै होइन। पावलको शिक्षालाई गलत नसम्झौँ। हाम्रो असल काम मुक्ति पाउने आधार होइन, तर साँचो मुक्ति र विश्वासको फल हो। जस्तै एफिसी 2:8-10 भनिएको छ, हामी अनुग्रहबाट विश्वासद्वारा बचाइएका हौँ। यो हाम्रा कामहरूबाट होइन, तर हाम्रा ख्रिस्ट येशूमा असल कामहरूका लागि रचिएका हौँ। रुखले फल फलाएर रुख बनेको होइन, रुख जीवित भएकोले फल फलेको। त्यसरी नै हामी धार्मिक काम गरेर विश्वासी बन्दैनौँ, तर ख्रिस्टमा धार्मिक ठहराइएका हुनाले हाम्रा जीवनबाट पवित्र र असल कामहरू फल्न थाल्छन्। फिलिपी 3:10 र 11। मेरो इच्छा यही छ कि म उहाँलाई र उहाँको पुनरुत्थानको शक्तिलाई चिन्न सकूँ र उहाँका दुःख भोगहरूमा सहभागी भई उहाँकै मृत्युको रूपमा ढालिन सकूँ, ताकि कुनै किसिमले म मरेकाहरूबाट हुने पुनरुत्थानसम्म पुग्न सकूँ। पावल, जसले ख्रिस्टलाई भेटेकै 30 वर्षभन्दा बढी भइसकेको थियो, जसले थुप्रै दर्शनहरू देखेका थिए, उहाँ अझै पनि भन्दै हुनुहुन्छ, मेरो इच्छा यही छ कि म उहाँलाई चिन्न सकूँ। यहाँ चिन्नु भन्नाले केवल दिमागमा जानकारी बटुल्नु होइन। यसको अर्थ एउटा घनिष्ठ, व्यक्तिगत, जीवित र अनुभवात्मक सम्बन्ध हो। यो पति र पत्नी बीचको गहिरो सम्बन्ध जस्तै हो। पावल ख्रिस्टको व्यक्ति, उहाँको चरित्र, उहाँको सुसमाचार र उहाँको प्रभुत्वलाई अझ गहिरोसँग अनुभव गर्न चाहनुहुन्थ्यो। यस जीवित सम्बन्धमा 3वटा पक्षहरू हामीले पाउँदछौँ। पहिलो, उहाँको पुनरुत्थानको शक्ति जान्नु। ख्रिस्टको पुनरुत्थान केवल इतिहासको एउटा घटना मात्र होइन, यो आज विश्वासीको जीवनमा क्रियाशील हुने सामर्थ्य हो। जुन पवित्र आत्माको शक्तिले येशूलाई मरेकाहरूबाट जिउँदो उठाएको थियो, त्यही शक्ति आज विश्वासीभित्र बास गर्दछ। रोमी 8:11। यो शक्तिले हामीलाई पापको दासत्वबाट विजय दिन्छ, नयाँ र पवित्र जीवन जिउन सामर्थ्य दिन्छ र आत्मिक निर्बलतामा बल प्रदान गर्छ। दोस्रो, उहाँका दुःख भोगहरूमा सहभागी हुनु। यहाँ आइपुग्दा धेरै आधुनिक शिक्षाहरू पनि हट्छन्। मानिसहरू पुनरुत्थानको शक्ति त चाहन्छन्, तर ख्रिस्टको दुःख भोगमा सहभागी हुन चाहँदैन। तर पावल भन्नुहुन्छ, क्रिस्चियन जीवन केवल आशिष, चङ्गाई र विजय मात्र होइन। यस संसारमा ख्रिस्टको पछि लाग्दा उहाँको सत्यको पक्षमा उभिँदा त्याग, सतावट र दुःख भोग्नु पर्ने हुन सक्छ। दुःख आफैमा लक्ष्य होइन, तर जब हामी ख्रिस्टको खातिर दुःख भोग्छौँ, हामी उहाँको हृदयको अझ नजिक पुग्छौँ। उहाँको मृत्युको रूपमा ढालिनु भनेको आफ्नै स्वार्थ, इच्छा र पापका लागि दैनिक रूपमा मर्नु हो। तेस्रो, मरेकाहरूबाट हुने पुनरुत्थान। पद 11 पावल भन्नुहुन्छ, ताकि कुनै किसिमले म मरेकाहरूबाट हुने पुनरुत्थानसम्म पुग्न सकूँ। के पावल आफ्नो मुक्तिको विषयमा दोधारमा वा शङ्कामा हुनुहुन्थ्यो? के उहाँलाई आफ्नो पुनरुत्थान हुन्छ कि हुन्न भन्ने पक्का थिएन? बिल्कुलै होइन। पावललाई आफ्नो मुक्तिको पूर्ण निश्चयता थियो। रोमी 8:38-29 र दोस्रो तिमोथी 1:12। यहाँ कुनै किसिमले भन्ने शब्दले अविश्वास वा शङ्का होइन, तर जीवनको बाटो जति सुकै कठिन वा कष्टकर किन नहोस्, मृत्यु नै सहनु परे पनि मेरो अन्तिम र निश्चित आशा ख्रिस्टमा हुने पुनरुत्थान नै हो भन्ने नम्र र दृढ समर्पणलाई जनाउँछ। प्रिय दाजुभाइ तथा दिदीबहिनीहरू, आज हामीले यो फिलिपी 3:1-11 यो वचनबाट हामीले के सिक्यौँ? हामीले आज यो वचनमा सुन्यौँ कि क्रिस्चियन जीवनको सर्वोच्च लाभ ख्रिस्टबाट प्राप्त हुने सांसारिक वा धार्मिक कुराहरू मात्र होइन, स्वयं ख्रिस्ट हुनुहुन्छ। हाम्रो धार्मिकता हाम्रो आफ्नै उपलब्धि, वंशज वा धर्मकर्ममा आधारित छैन, तर केवल ख्रिस्टमाथिको विश्वासद्वारा परमेश्वरबाट आउने धार्मिकतामा आधारित छ। आजको यस वचनको अन्त्यमा म तपाईँलाई र आफूलाई केही गम्भीर प्रश्नहरू सोध्न चाहन्छु।
कृपया यी प्रश्नहरूमा शान्त भई विचार गर्नुहोस्। पहिलो, के म परमेश्वरको अगाडि उभिनका लागि आफ्नै असल काम, धार्मिक पृष्ठभूमि वा चर्चको सदस्यतामा भरोसा गर्दैछु कि केवल ख्रिस्टको धार्मिकतामा? दोस्रो, के मेरो जीवनमा येशू ख्रिस्ट केवल एउटा धर्म वा हप्ताको एक दिन शनिबार मान्ने परम्परा हुनुहुन्छ कि उहाँ मेरो जीवनको सर्वोच्च र अमूल्य खजना हुनुहुन्छ? तेस्रो, के म ख्रिस्टलाई उहाँले दिने आशिष र उपहारहरूका लागि मात्र पछ्याउँदैछु कि स्वयं उहाँलाई चिन्नका लागि? चौथो, के म उहाँको पुनरुत्थानको शक्तिमा पापमाथि विजय जीवन जिउँदैछु? अनि के म उहाँको सत्यको खातिर दुःख र त्याग स्वीकार गर्न तयार छु? यदि आज तपाईँले महसुस गर्नुभयो कि तपाईँको ध्यान ख्रिस्टबाट हटेर आफ्नै धार्मिकता वा संसारिक कुराहरूमा गएको छ भने आजै पश्चाताप गर्नुहोस्। आफ्ना सबै घमण्ड र भरोसाहरूलाई पावलले जस्तै फोहोर मैला ठानेर त्याग्नुहोस् र केवल ख्रिस्टलाई अँगाल्नुहोस्। हाम्रो जीवनको एउटै मात्र उत्कृष्ट, सर्वोच्च र अन्तिम इच्छा यही होस्, ख्रिस्टलाई चिन्नु, उहाँलाई प्राप्त गर्नु र उहाँको धार्मिकतामा जिउनु। आशा छ तपाईँले आजको वचनबाट केही आशिष पाउनु भएको छ। यदि भन्दै तपाईँहरूबाट बिदा हुन चाहन्छु। यो कार्यक्रम सुनिदिनु भएकोमा यहाँहरू सबैलाई धेरै धेरै धन्यवाद। यदि यहाँहरूलाई प्रार्थनाको खाँचो छ वा कार्यक्रमबारे केही सल्लाह सुझाव दिन चाहनुहुन्छ भने हामीलाई सिधै 9860694865 मा सम्पर्क गर्न सक्नुहुनेछ। साथै थप आत्मिक सन्देश र अपडेटहरूका लागि हाम्रा सोसल मिडियामा पनि हामीलाई फलो गर्न सक्नुहुन्छ। फेसबुक र युट्युबमा वरियर्स अफ गड, इन्स्टाग्राम र टिकटकमा अभिषेक रूपाचा सुनवार। यहाँहरूको दिन आशिषमय रहोस्। सबैलाई जय मसीह। हाम्रो एउटै चाहना, हृदयको गहिराइमा सत्य हुन। हाम्रो एउटै चाहना, थुमाको रगतमा शुद्ध हुन। हाम्रो एउटै चाहना, हाम्रो प्रभुलाई महिमा दिन। पवित्र 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 हाम्रो परमेश्वर। पवित्र 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 हाम्रो परमेश्वर। हाम्रो एउटै चाहना, येशूको जीवनमा साथ हुन। हाम्रो एउटै चाहना, येशूको प्रेममा मग्न हुन। हाम्रो एउटै चाहना, पवित्र दुलही उनको हुन। हाम्रो दुल्हा, हाम्रो दुल्हा, हाम्रो दुल्हा, हाम्रो दुल्हा अब
दुल्हा